ब्याक टु माई युट्युब च्यानल। हजुर सन्चै हुनुहुन्छ? म एकदमै सन्चै सबैलाई नमस्ते। के गर्दै हुनुहुन्छ? आजको त सुरुवात यस्तो यहाँ यतातिर कस्तो सानो राम्रो लगाएर रहेछ। अब हाम्रो एकदमै दाइ आइसक्नुभयो यता। अब यसो बस्न चिया पानी खाउँ बाबु भनेर अब चिया पानी खानु पऱ्यो भनेर अब बिहानको अब बिहान त होइन अहिले ट्याक्कै यहाँ बजिसक्यो। अहिले बज्यो भने नि कति बज्यो 12 बजिसक्यो। 12 बजे अब चिया कफी भन्ने चिज भनेर अन्त मलाई त्यस्तो लाग्दैन। तर उहाँ अब काठमाडौँ बसेको मान्छे खाइराख्नु नै रहेछ क्या। म त त्यस्तो खाँदिनँ। त्यसैले फेरि उहाँ एकदम खाइरहन्छ फेरि। त्यसैले अब मैले चाहिँ अब केही बोल्न सकिनँ। त्यही पनि अब ठिकै छ। यो ठाउँ हेर्नु न कस्तो अब यतिमा यस्तो राखेर यस्तो बाँसको यो बनाएर यो अलि टेबल सेबल राखेर चट्ट पारेर अब यहाँ अब क्याफे भइसक्यो। यसरी हो कि नेपालको अर्ग्यानिक तरिकाले बनाएको भन्छन् फेरि। मलाई पनि ठिकै लाग्यो। चट्ट सानो तर चिया कफी मस्त खानको लागि राम्रो रहेछ। त्यही त हो केटाको मन। चिया आइसकेपछि अब त्यसपछि हेरौँला। कफी पनि आइसकेको छ एक सरको। खासै राम्रो लाग्यो मलाई। यतिको राम्रो त भइन छ। ठिकै छ एकदम राम्रो छ। कफी चाहिँ पनि आइसक्यो। अब कता कता जाने भन्ने थियो। अब काहीँ त जानु होला यता कहाँ हुन्छ त्यो हजुरले सबैलाई म देखाउन चाहन्छु। त्यसको लागि अहिले चाहिँ बाई बाई। म चाहिँ लागिसकेको छु। यसो हाम्रो एउटा दाइले अब उतातिर अगाडि बोलाउनु भएको थियो। कान्छ आइजानु त अनि यसो घुमघाम फोटोसोटो खिचौँला भनेर बोलाउनु भएको थियो। मैले पनि के नै भन्न सकेन। गइहाल्यो। यो पहिलाको हाम्रो सानो चौतारो यहाँ पनि एकदमै चिया मिठो पछाडि हेर्न सक्नुहुन्छ। कसैलाई याद छ भने हाम्रो गाउँकोलाई यसो कमेन्ट गरिदिनु होला। कस्तो त पिच रोडमा त हेर्नु धुलाले पहिला कस्तो हुन्थ्यो। अहिले त पिच रोडमा यहाँदेखि चिप्लेटी खेल्छ न त। अब दाजु अब यहाँ हुनुहुन्छ यसो साइडमा आउनु भएको रहेछ। के जस्तो लाग्यो है त एक झल्को राम्रो यस्तो राम्रो। हाम्रो चाहिँ यहाँदेखि एकदमै भानथान भन्ने ठाउँमा एकदमै राम्रो छ यतातिर। म त यतादेखि आइसकेँ। यतादेखि आइसकेपछि हाम्रो यहाँ गाउँदेखि एउटा यहाँ छ घुम्ने जस्तो टक्क पारेर सरको यहाँदेखि फोटोसोटो खिच्ने हुन्छन् केटाहरू सरलोक्क। अहिले कोही छैनन्। डाँडा पाखा मात्रै छन्। यहाँ त घाम पनि लाग्ने रहेनछ। विरक्त छ के गर्ने। जाडो यहाँ त्यस्तो भइसकेको छ। गार्डन भइसक्यो रहेछ। फोटो खिच्दिने हो। यो
के भन्ने अब डाँडा पाहाडहरू पाकेको जस्तो आँप छ नपाकेको जस्तो आँप छ बाबा छैन खतरा तपाईहरु पनि खान सक्नुहुन्छ घर आँप छ भने अब यहाँदेखि दिने कुरा हुँदैन जाने घर मोबाइलबाट यस्तो डाँडा राखेको छ हेरेर दामी पुरै छोडिदिउँ म्याम पालेको घरमा टाढा टाढा बिच बिचमा घर छ कसरी हुँदो त्यो हजुरको माया पुगिसक्यो मलाई चाहिँदैन होला त्यही हो त ल यो भ्लगलाई यहीँ एन्ड गरिदिन्छु लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला